हेलो सबैजना सेवाहरू नमस्ते। आज चाहिँ यहाँ रहेको छ मासु मोमो बनाएर खाने झक चलेको छ। जाडो जाडो चिसो चिसो हल्का बन्नु थालेको छ झापातिर, त्यही भएर मोमो बनाएर खाऊँ भनेर यहाँ दिदी भाइ सबै कसिएर मोमो बनाउँदैछौँ। मोमो चाहिँ जस्तो पायो त्यस्तै भइरहेको छ। मोमो भाइले बनाउँदैछ, बहिनीले पेल्दैछ। अनि यहाँ राँगाको मासुको चाहिँ सुप खाने भनेर म चाहिँ यहाँ राँगाको मासु बनाउँदैछु। राँगाको मासुलाई सिम्पल पाराले पकाएर सुपको लागि भनेर धेरै मरमसला नलगाइकन हल्का अलिअलि लगाएर बनाउन लागेको छु। अनि यहाँ अचारको लागि रेडी बनाउँदैछु, मोमोको लागि अचार पनि खाने भनेर। अनि यता मोमो पनि आधी पाकिसक्दैछ, सुप सिटी लाग्दैछ, अचार बनाउँदैछु म यहाँ। अनि अचार यसरी हुँदैछ यहाँनिर मिक्सचरमा सररर घरर अचार पिसेर अचार पनि रेडी भइसकेको छ। टिम्बुर सिम्बुर लसुन ससुन लगाएर एकदमै मनपर्छ टिम्बुर चाहिँ मोमोमा मलाई। अनि मोमो यहाँ नानीहरूलाई लगेर मोमो चाहिँ मैले दिइसकेँ सुप अचारसँग। अनि मोमो खाँदैछु उनीहरू एकदम मिठो भयो भन्दै खाँदैछ। सुपहरू पनि जाडो जाडो चिसो बन्नु थालेको छ नि त साथीहरू अब झापामा पनि। अनि चिसोको बेला सुप खानु त झन् एकदमै मजा हुन्छ। मलाई चाहिँ सुप एकदमै मनपर्छ, त्यही भएर राँगाको हड्डीको सुप यसरी बनाइराखेको छु मैले। अनि थुकै बिल्लिने गरी मिठो न मिठो भइराखेको छ मेरो चाहिँ। अनि नानीहरूलाई कस्तो भयो भनेर सोधिरहेको छु, उनीहरू मिठो एकदमै मिठो भयो भन्दै रमाउँदै खाँदैछ। मेरो छोरी त झन् भ्लग बनाउँदै खाऊँ न मम्मी भन्छ सधैँ। उसलाई भ्लग बनाउँदै खानेकुराहरू खानु एकदमै मनपर्छ। अनि मेरो बहिनीको छोरा पनि खाँदैछ। अनि यता म पनि लिएर रेडी भएर बसेँ सुप खानुको लागि। अनि सुप मोमो अचार खाँदै एकदमै मिठो भएको छ सुप चाहिँ। जाडोमा तातो तातो सुप अनि मोमो सुप अचार मैले खाएँ। बहिनीहरू अरूहरू चाहिँ भित्र बसेर खाँदै हुनुहुन्छ। अनि अरूलाई चाहिँ क्यामेरा देखाएर खानु क्यामेरामा देखाएर खानु मन पर्दैन अरे। अनि म चाहिँ यता बसेर एक्लै खाँदैछु, नानीहरूले अगाडि नै खाइसकिहाल्यो अगाडि। म चाहिँ यता बसेर गम खाँदैछु। एकदमै मिठो भएको थियो मोमो, सुँगुरको मासु अनिखेर अरू प्याज स्याज आदि मोमो मसला बनाएर मोमो एकदमै मिठो सुपसँग। अनि सुप चाहिँ राँगाको हड्डीको मासुको सबै मिसाएर मिक्सको बनाएको थिएँ। एकदमै मिठो भएको थियो साथीहरू। जाडोमा हजुरहरू पनि यसरी नै बनाएर खानुहोस् होला, एकदमै मिठो हुन्छ भन्दै अब चाहिँ म अहिलेलाई चाहिँ मेरो भिडियो कस्तो के लाग्छ हजुरहरूलाई एकदम लाइक कमेन्ट गरिदिनु होला है त। मेरो भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। फेरि अर्को भिडियो लिएर आउनेछु भन्दै अहिलेलाई चाहिँ मोमो खाँदै ओके बाई बाई।